गर्नको लागि हामीसँग हुनुहुन्छ राइडर्स नेपाल पोखराका संयोजक अनिल श्रेष्ठ हुनुहुन्छ यता, उतापट्टि सृजन तामाङ हुनुहुन्छ जो यस राइडर्स नेपाल पोखराका सल्लाहकार हुनुहुन्छ। नमस्कार, स्वागत छ तपाईहरु दुवैजनालाई। नमस्कार, धन्यवाद। विषयवस्तुको सुरुवात चाहिँ कहाँबाट गरौँ भने हामीले केही गुनासाहरू प्राप्त गर्यौं, खास गरी काठमाडौँ बाहिरका पर्यटकहरू महानुभावहरू पोखरामा आउँदाखेरि जसले यहाँ चल्तीमा रहेका पठाओ इनड्राइभ लगायतका एप्लिकेसनहरू युज गरेर राइड सेयरको रिक्वेस्ट गर्नुहुन्छ। उहाँहरूले चाहिँ अन्त गई पनि यस्तो हुँदैन, तर पोखरामा गएपछि फोन गरेर ड्राइभर रिक्वेस्ट गर्यो अनि त्यसपछि मतलब एप्लिकेसनमा ड्राइभर रिक्वेस्ट गर्यो, फोन आएपछि अनि उसले बार्गेनिङ गर्न थाल्छ। सिस्टममा देखाउँछ 100 रुपियाँ, उसले भन्छ 130 नदिइकिन जान्न, 150 नदिइकिन जान्न। सिस्टममा देखाउँछ 200 रुपियाँ, उसले भन्छ 300 रुपियाँ नदिइकिन जान्न। तपाईहरु विकल्पको रूपमा आउनु भएको हो नि। तपाईहरुले त यो सार्वजनिक सवारी साधनहरूले लुटे खाए ठगे सर्वसाधारणहरू मर्कामा पारे भन्न आउनु भएको हो, तर मर्कामा पार्ने होइन, लुट्न त तपाईहरुले पनि लुट्नु रहेछ, पाउन मात्रै पर्ने रहेछ। पाएपछि त तपाईहरुले पनि लुट्नु रहेछ। जुन जोगी आए पनि कानै चिरेका। अब लुट्नको लागि तपाईहरु नयाँ खरानी घसेर आउनु भएको हो। हामी लुट्नका लागि होइनौ, यो कुराहरू हामी क्लियर गर्न चाहन्छौँ। लुट्नको लागि यस अर्थले होइनौ, हामी लुट्ने छैनौँ, लुट्न दिँदैनौँ र अरूलाई पनि लुट्न दिँदैनौँ भन्ने अर्थले आएका हौँ हामी। मार्केटमा एउटा जुन अफवाह फैलिरहेको छ अहिले राइडरहरूले लुटे भन्ने केसमा केही हदसम्म हामी ती जुन लुटेराहरू हुन् उनीहरूलाई राइडर मान्न तयार छैनौँ हामी, किनकि हामीसँग उनीहरूको एक्सेस पनि छैन। हाम्रो एउटा राइडर्स नेपाल पोखरा बिल्कुलै कुनै आधिकारिक रूपमा दर्ता नभए पनि अनौपचारिक रूपमै सही त्यसको नेतृत्व तपाईहरुले गरिरहनु भएको छ। तर त्यो अहिले फोन गर्ने बित्तिकै तपाईले आफ्नो परिचय लुकाउनुस्, मोबाइल झिक्नुस्, एप्लिकेसन खोल्नुस्, मलाई काउन्ट डाँडा जानु छ भन्नुस्, मलाई फुलबारी जानु छ भन्नुस्, मलाई बगर जानु छ भनेर भन्नुस्। त्यहाँ जति पैसा उठ्छ त्यति पैसामा बार्गेनिङ नगरिकन लगिदिएछन् भने मलाई प्रश्न गर्नु होला। मैले भर्खरै हामीले हिजो मात्र हाम्रा टिमका साथीहरूले 4-5 जना राइडरहरूलाई रिक्वेस्ट गरेर फोन गर्नुभयो। त्यसपछि कोही एउटा राइडर पनि तोकिएको शुल्कमा जान तयार छैनन्। भनेपछि सार्वजनिक सवारी साधनहरूले लुटे भनेर तपाईहरुले भन्दै आइरहनु भएको छ। विकल्प हामी हौ, हामी लुट्दैनौँ, लुट्न दिँदैनौँ, लुट्न दिने छैनौँ भनिरहनु भएको छ। ती लुटेराहरू को हुन्? त्यो कसले लुटेरा हो? त्यो चाहिँ यस अर्थमा छन् केही त्यस्ता राइडरहरू, अमर्यादित राइडरहरू पनि छन्। हुन त हामी त्यस्तो कुनै संयन्त्र होइन, सरकारी संयन्त्र होइन, सबैलाई हामीले व्यवस्थापन गर्न सकिएको अवस्था चाहिँ छैन। यो कुरा हामी पनि स्वीकार गर्छौँ। यति भन्दै गर्दाखेरि या त सरकारले हामीलाई त्यस्तो संयन्त्र बनाएर दियोस् या त हामीलाई जिम्मेवारी दियोस्, व्यवस्थापनको जिम्मा दियोस् हामीलाई। हामी वी क्यान डु इट, हामी गर्न सक्छौँ व्यवस्थापन, हामी गर्नेछौँ त्यति बेला। तर अहिले यति भन्दै गर्दाखेरि यो राइडरहरूको केसमा जसले लुटिरहेको छन् उनीहरूलाई हामी राइडर मान्न पनि तयार छैनौँ। छन् त्यस्ता अमर्यादित राइडरहरू छन्, यातायात व्यवसायकै साथीहरू। तपाईँले राइडर मानेर र नमानेर के गर्ने? तपाईँले राइडर नमानेर के गर्ने? रिक्वेस्ट गर्यो, त्यसपछि फोन गरेपछि उनीहरूले डबल माग्छ। एक्ज्याक्टली। आज यही भद्रगोल हुँदै गर्दाखेरि यिनीहरूलाई व्यवस्थापन गरौँ, यसलाई नियमन गरौँ। नियमन गर्दै जाँदाखेरि यसलाई व्यवस्थित होला, भोलि तिनीहरूलाई कारबाहीको दायरामा ल्याउँ, एउटा नियम बनाएर कारबाहीको दायरामा ल्याउँ र व्यवस्थापन गरौँ भनेर नि आज नियममा आएका हुन्। हामीले कार्यविधि त्यस अर्थले पनि सरकारसँग कार्यविधिमा आएका हौँ। कि त यत्तिकै भद्रगोल छोड्नुहोस्, कार्यविधि नल्याउनुहोस्, यत्तिकै जस्तो अवस्थाले चल्दैछ लुट्नेले लुट्छन् भनेरै छोड्नु पर्यो सरकारले। होइन भने यो लुटपाट भयो, भद्रगोल भयो। हामी विकल्पको रूपमा आएका हौँ। कम्तीमा जेन्युन रूपमा राइड गर्नेहरूलाई त जेन्युन रूपले राइड गर्न दिनुहोस्, एउटा नियममा बाँध दिनुहोस्। विकल्पको रूपमा आएकाहरू वैकल्पिक जस्तो देखिएन, किनभने उनीहरू त कम्तीमा बसवालाहरू भन्दा इमान्दार हुनु पर्यो। हामीले देखिरहेको ट्याक्सीवालाहरू भन्दा इमान्दार हुनु परेन राइडरहरू? त्यस्तै हुने हो, त्योभन्दा पनि बढी हुने हो भने किन चाहियो राइडरहरू? यहाँ हामीसँग लिमिटेड राइडरहरूको मात्र एक्सेस छ। हामीले तिनीहरूलाई यस्तो प्रशिक्षण पनि दिएका छौँ। केही हामीसँग 1200-1500 जनाको मातहतमा मात्रै रहेर हामीसँग हाम्रो मातहतमा चाहिँ 1200-1500 राइडरहरू चाहिँ जेन्युन राइडरहरू छन्। उनीहरूलाई हामीले प्रशिक्षण पनि गरेका छौँ इन्डिभिजुअल रूपमा। यो हाम्रो दायित्व सम्झेर गरिएको हो। हाम्रो मात्रै होइन यो दायित्व, तपाईँहरूको पनि आफ्नो दायित्व बोध गरेर उहाँहरूलाई कारबाहीको दायरामा ल्याउनको लागि हामीसँग सहजीकरण गरिदिनुहोस् या प्रशासनसँग सहजीकरण गरिदिनुहोस्, समन्वय गरिदिनुहोस्। यदि हामीले मात्रै सम्भव छैन यो कुरा, हामीले आफ्नो तर्फबाट इन्डिभिजुअल रूपमा तपाईँहरूले मात्रै सम्भव छैन, तर उजुरी कहाँ गर्ने? उजुरी कहाँ गर्ने? न त उजुरी गर्ने निकाय तपाईँहरू हो, आधिकारिक निकाय तपाईँहरू, अधिकार प्राप्त निकाय तपाईँहरू होइन। प्रशासनले भन्यो भने उनीहरू अहिलेसम्म इलिगल हुन्, कारबाही गर्ने कानुन नै छैन। प्रहरीलाई धेरै पैसा लियो भनेर प्रहरीले कारबाही गर्न होइन कि उनीहरूले त त्यहाँ मान्छे बोक्नै पाउँदैन भनेर प्रहरीले कारबाही गर्नुपर्छ। कारबाही गर्यो भने होइन। हामीले त्यही दुईटा कुराको निष्कर्ष खोजिरहेका छौँ। या त यो चिजलाई
बन्देजै गर्नुहोस् एप्लिकेसन जुन अहिले राइडरहरूले अप्सनको रूपमा चलाइरहेको एप्लिकेसनलाई नेपाल सरकारले भन्न सकोस् यो अवैधानिक हो, यो चाहिएको छैन, पब्लिकको डिमान्ड छैन भनेर रोक्न सकोस्, बन्देज नै गरोस्। गर्न सकिँदैन, त्यो गर्न सक्ने अवस्था छैन, त्यो गर्न सक्ने अवस्था छैन, त्यो गर्न सक्ने अवस्था छैन भन्नुको अर्थ नलुटिनेको पनि विकल्प छैन भने जस्तो भयो क्या। यहाँ सरकारले के भन्यो, फेसबुक एक हप्तामा रजिस्टर हुन आएन भने बन्द गर्छौँ, एक हप्तापछि बन्द गर्छौँ भन्यो। अब फेसबुक बन्द गर्ने हिम्मत छ सरकारसँग? छैन। यस्तै भइसक्यो यहाँ त। होइन, ठिक छ, राइड सेयरिङको केसमा इफ सरकारले सक्दैन कुनै एउटा संयन्त्र बनाएर तपाईँहरूले व्यवस्थापन गरेर व्यवस्थापन गरिदिनुहोस् भन्नुहुन्छ भने आई एम रेडी, वी आर रेडी, वी क्यान डु इट, हामी गर्छौँ यो व्यवस्थापन। सरकारले भन्न सकोस् तपाईँहरूलाई एउटा संरचना क्रिएट गरिदिन्छौँ, तपाईँहरूले व्यवस्थापन गरिदिनुहोस् भनेर भन्न सकोस् सरकारले, हामी रेडी छौँ, हामी व्यवस्थापन गर्छौँ, यो हाम्रो जिम्मा हो। सिन्जी, आजको दिनमा जति पैसा ठटाउँछन् राइडरहरूले त्यति नै पैसा तिर्नुको त विकल्प छैन होइन? हामीले आफ्नो अन्डरमा भनौँ कि के भनौँ, अब उहाँलाई प्रशिक्षण दिएर राखेको हाम्रो राइडर्सहरू जति पनि छन् तिनीहरू जिनियर नै छन्। तपाईँले फेयर रिक्वेस्ट हानेर बोलायो भने पनि उनीहरू जुन रेट छ त्यसैमा जान्छ। तर यहाँ त के भयो भन्दाखेरि धान खाने मुसो चोट खाने भ्याकुतो भने जस्तो लुट मचाउने चाहिँ अर्कै छन्। अब त्यो लुट मचाउनेहरू चाहिँ अर्कै हुन्, हाम्रा मान्छे राम्रा मान्छे हाम्रा हुन्, लुट मचाउने मान्छे अरूका हुन्, नबनाउ न। दिएछौँ तिनीहरू हाम्रै सम्पर्कमा छ, ती व्यक्तिहरूले त्यस्तो गरेको छन्, त्यस्तो राइडरहरूले चाहिँ गरेकै छैन। तर चामलमा अलिअलि त घुन त हुन्छ, ती घुनलाई फाल्ने काम चाहिँ हामीले गरिरहेका छौँ। तर के हो भन्दाखेरि यहाँ अस्तिकै कुरा गर्दाखेरि उहाँहरूले चाहिँ बन्द गराउने बेलामा पोखरामा त 12,000 चाहिँ राइडर्सहरू देखियो त। यहाँ त सबै ती राइडर्स होइन नि त, कहाँबाट आए त? ती लुट्नै आए त। कोही चाहिँ मौका यही हो भनेर लुट्न आए। उनीहरू एप्लिकेसनमा दर्ता छन्, रजिस्टर छन्। अब तपाईँको एप्लिकेसनमा अफलाइन यतिकै बाटोमा बस्ने। यो कुरालाई म यसरी क्लियर गरिदिन्छु, सुन्नुहोस्। हामीसँग पोखरालाई आवश्यक परेको राइडर भनेको एकदम धेरै होइन, पोखरा सानो एरिया छ। सुन्नुहोस् है, तपाईँले यसो गर्न थाल्नुभयो भने फेरि राइडरहरूको सिन्डिकेटको कुरा आउँछ यहाँ। जसरी ट्याक्सीवालाहरूको सिन्डिकेट, बसवालाहरूको सिन्डिकेट, चाहेको अरू कसैले बस हाल्न पाउँदैन, चाहेको अरू कसैले ट्याक्सी हाल्न पाउँदैन भनेको जस्तो अब पोखरालाई कति चाहिने भन्यो भने त यो कुरा यहाँ कसैको सिन्डिकेट चल्दैन। हामी सिन्डिकेटको विरुद्धमा हो, सिन्डिकेटको विरुद्धमा विकल्प बनेर आएको हो। हरेकले पाउनुपर्छ, गरेर खान पाउनुपर्छ र गर्न पाउनुपर्छ भनेर नै आएको हामीले। तर यति भन्दै गर्दाखेरि एउटा निश्चित मापदण्ड त हुन्छ होला नि त, नियम तोकेर नियम पुरा गरेर त आउनु पर्ने होला नि त, तोकेको दायरा पुरा गरेर त आउनु पर्ने होला नि त। राइडर भन्दै गर्दाखेरि उसँग एप्लिकेसन छैन, मोबाइल एक्सेस छैन, उसको नम्बर आइडी एक्सेस छैन, र पनि म राइडर हो भनेर हिँड्दै गर्दाखेरि उसलाई कसरी राइडर मान्न सकिन्छ र? उनीहरू यही हो मौका भनेर लुट्न आएका हुन्, ती लुटेराहरू हुन्। हामीले यही लुटेरा भद्रगोल अवस्थालाई व्यवस्थापन गरौँ भनेर हामीले सरकारसँग समन्वय गर्न खोजेका हौँ। यही अर्थले कार्यविधि माग्न खोजेका हौँ। आज कार्यविधि माग्दै गर्दाखेरि यातायात व्यवसायीहरूले कि त भन्नु पर्यो हामीलाई चाहिएको यो भद्रगोलको माहौल हो, यतिकै छोड्नुहोस्, कार्यविधि नल्याउनुहोस् भन्नु पर्यो। होइन भने हामीले कार्यविधि माग्दै गर्दाखेरि आज यसलाई व्यवस्थापन गरेर लान्छौँ भन्दै गर्दाखेरि कार्यविधि किन होल्ड भयो? सरकार सुन्नुहोस् है, कार्यविधिको विषयमा म एकैछिनमा आउँछु। अहिले जे बजारमा देखिरहेको छ, सार्वजनिक सवारी साधनमा कम्तीमा ट्याक्सीमा 9-10 बजे, म अलिकति सेक्युरिटीको कुरा गर्छु, खास गरी बाइकको सेक्युरिटीको कुरा। राति 9-10 बजे कोही इनड्राइभ चालकसँग, पठाउ चालकसँग अथवा अरू कुनै त्यस्ता राइड सेयरिङ एप्लिकेसनहरूका चालकहरूसँग तपाईँ हामीले हाम्रा छोरीचेलीहरू, हाम्रा बहिनी दिदीबहिनीहरू पठाउन सक्छौँ? एक्लै राति पठाउन सक्छौँ? आज पोखरामा पठाउन सकिन्छ? सुन्नुहोस्, मोटरसाइकलमा पनि बकाइदाले सकिन्छ, टु व्हिलरमा पनि बकाइदाले सकिन्छ। तर हामीले बार आह्वान गरेका छौँ, राइडरहरूलाई आह्वान गरेका छौँ, सार्वजनिक सर्वसाधारणलाई आह्वान गरेका छौँ, सकभर तपाईँले अनलाइन एप्लिकेसनमा बुक गरेर जानुहोस्, राइड गर्नुहोस्। कम्तीमा तपाईँसँग त्यो राइडर कुन चाहिँ राइडरले मलाई बोकिरहेको छ, कस्तो राइडर हो, उसको डाटा एक्सेस त तपाईँसँग रहन्छ नि त। अफलाइन बोक्दै गर्दाखेरि हामी यो भन्दैनौँ तपाईँसँग सेफ्टी छ, तपाईँ सुरक्षित हुनुहुन्छ भनेर भन्दैनौँ। तर अनलाइन बोक्दै गर्दाखेरि कम्तीमा तपाईँलाई बोकिरहेको राइडरको एक्सेस तपाईँसँग हुन्छ, डाटा हुन्छ। बोकिरहेको राइडरको जिम्मेवारी कसले लिन्छ? राइडरको जिम्मेवारी अहिले यही पोइन्टमा जाँदैछौँ। राइडरको जिम्मेवारी कम्तीमा एउटा एप्लिकेसन त छ नि त अहिले त। त्यो एप्लिकेसन के हो? त्यो एप्लिकेसन कहाँको हो? त्यो एप्लिकेसनबाट आएको पैसा कहाँ जान्छ? कुरा त यहाँसम्म छ के? ठिक छ, गण्डकी प्रदेशको अहिले पोखरामा अत्यन्तै अलि व्यस्त, अलि बढी चलेको एप्लिकेसन भनेको इन्ड्राइभ र पठाउहरू छन्। कम्तीमा इन्ड्राइभले पोखरामा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै गर्दाखेरि, एप्लिकेसन छोड्दै गर्दाखेरि उसको आधिकारिक अफिस नभए पनि
केन्द्रमा त काठमाडौँ छ नि त। अब पोखराको क्षेत्रमा पोखराको नियम परिधिभित्र छैन होला, अहिले कार्यविधिभित्रको परिधिभित्र छैन होला, तर काठमाडौँमा त एउटा अफिस त छ नि त, हामीले सम्पर्क गर्न सक्ने अफिस त छ नि त। यसै गरी प्यासेन्जरकै केसमा पनि प्यासेन्जरको हकमा पनि त होला नि। कुनै एउटा राइडरलाई बोकेर लाँदै गर्दाखेरि राइडरले एउटा प्यासेन्जर बोकेर लाँदै गर्दाखेरि कस्तो प्यासेन्जर बोकिरहेको छु भन्ने कुरा पनि त म्याटर गर्ने होला नि त। स्क्यामको कुराहरू फ्रडिङका कुराहरू बढी चलिरहेका छन्। रातिमै हिँडेको राइडरहरू लुटिएको घटनाहरू हाम्रो आँखा अगाडि छन्। हामीसँग त्यस्ता घटनाहरू उदाहरणहरू छन्, थुप्रै छन्। कम्पलसरी अनलाइन नै फोकस गर्नुहोस्। अनलाइनमा राइडर बुक गरेर राइड सेयरिङ गर्नुहोस्। यो भयो भने मात्र तपाईँ आफूलाई सुरक्षित महसुस गर्न सक्नुहुन्छ। अब सार्वजनिक सवारी साधनका सञ्चालकहरू, तिनका व्यवसायीहरू र मजदुरहरूसँग त तपाईँहरूको पानी बाराबारकै स्थिति पहिल्यैदेखि छ। पहिला त पोखराका गल्ली गल्लीमा पिटापिट हुन्थ्यो, अहिले त्यस्तो खासै सुनिएको छैन। छिटपुट त अहिले पनि हुन्छन् क्या हो। तपाईँहरूलाई भन्ने गरिएको अर्को कुरा के हो भने अहिले पोखराको कुरा गर्ने हो भने धेरै चलन चल्तीमा आएको इनड्राइभ पठाओ। यिनीहरू को हुन्, कहाँबाट आएका हुन्, नेपाली जनताले तिरेको पैसा कहाँ जाँदैछ, कुन देशमा जाँदैछ, कसको खल्तीमा जाँदैछ? यो यस्तो छ, सर्टेन क्राइटेरियामा रहेर हेर्ने हो भने इनड्राइभ पठाओले राइडरहरूको केसमा चाहिँ एउटा एप्लिकेसन दिएको हो। राइडरहरूलाई अहिले केले म्याटर गर्छ भन्दा हामीले के चलाइरहेछौँ र हामीलाई रोजीरोटी दिएको के हो भन्ने कुराले म्याटर गर्छ पहिलो अर्थले। ट्याक्सको कुरा र पैसा कहाँ राइडरले तिरिरहेको छ, ट्याक्स राइडरले कमिसन तिरिरहेको छ, तर त्यो ट्याक्स कहाँ गयो भनेर खोज्ने जिम्मेवारी हाम्रो होइन, सरकारको दायित्व हो। सरकारले खोजोस्, सरकारले नियमन गरोस्। पैसा विदेश गइरहेछ, त्यो पनि नेपालको कुनै पनि कानुनी प्रक्रिया पूरा नगरिकन खुरुखुरु पैसा विदेशमा गइरहेछ। कुनै पनि एउटा पनि कानुनी प्रक्रिया पूरा नगरिकन हेर्नुहोस् है विदेशमा गइरहेछ। अर्कोतर्फ यातायात व्यवसायीहरूले तपाईँहरूलाई भन्ने कुरा के हो भने लाखौँ मजदुरहरू छन् यातायात व्यवसायको क्षेत्रमा, चालकहरू छन्, सहचालकहरू छन्, त्यहाँ लाखौँ परिवारका सदस्यहरू पालिएका छन्। बेलुका चुलो बल्ने अवस्थाको सृजना तिनै यातायात क्षेत्रले गरिरहेको छ। तपाईहरूले अहिले राइड सेयरिङ मार्फत जो भर्खरै कलेज पढ्दै गरेको एउटा युवा स्वरोजगार भएको छ, कम्तीमा आफ्नो स्कुटरलाई बाइकलाई प्रयोग गरेर उसले आफ्नो पकेट मनी चलाइरहेको छ, कलेजलाई तिर्ने पैसा चलाइरहेको छ, यो अत्यन्त राम्रो कुरा छ। तर यसो भनिरहँदाखेरि हाम्रो पेटमा लात हार्न पाइन्छ, ती लाखौँ मजदुरहरूको पेटमा लात हार्न पाइन्छ भन्ने यातायात व्यवसायले गर्ने महत्त्वपूर्ण प्रश्न यो छ। यो देश एउटा यस्तो देश हो जहाँ जो कोहीले आफूले सकेको गरेर खान पाउनुपर्छ भन्ने देव बोकेर आएका हौँ, त्यो मनोभावना बोकेर आएका हौँ। कानुन सम्मत सुन्नुहोस्, कानुन सम्मतकै कुरा गरिरहेको छु। आज नेगेटिभिटी बढ्दै गर्दाखेरि नेगेटिभ पाटो मात्रै हामीले एक्सेप्ट गर्नुपर्छ भन्ने हाम्रो मात्रै नि त होइन होला नि त। नेगेटिभिटी फैलाएको हामीले मात्रै होइन होला नि त। आज तिनै ट्याक्सीहरूलाई हेर्नुहोस्, आज यो पैसाकै केसमा पैसा बाहिर गइरहेछ भन्ने केसमा अधिकांश 600-800 ट्याक्सीहरू रजिस्टर छन् आज इनड्राइभमा। पैसा बाहिर पठाउन हाम्रो मात्रै हात त होइन होला नि त। उनीहरूको रोजीरोटी खोसियो, उनीहरूको त विकल्पै भएन। अब उनीहरू त त्यसमा जान्नुको विकल्पै भएन। तपाईँ केही थप्दिनु छ? यसको लागि चाहिँ सरकार छ नि त। सरकार कसको? सबैको अभिभावक होइन, ती रोजीरोटी खोसियो भन्ने व्यक्तिको पनि अभिभावक हो, राइड सेयरिङ गरेर खाने व्यक्तिको पनि अभिभावक हो। र नियमावली बनाइसकेर कार्यान्वयन ल्याउने क्रममा यहाँ चाहिँ यातायात व्यवसायले नै यो नियमावली खारेज हुनुपर्छ भनेर 1 नम्बर बुदामा उहाँहरूले चाहिँ त्यो माग राख्नु भएको छ। यो जायज माग होइन। नियमावली खारेज सुन्नुहोस् है, तपाईँहरूले अहिले मुख्य कुरा त उहाँहरूले नम्बर प्लेटको कुरा गर्नुभएको छ। अहिले नम्बर प्लेटको त्यसमा पनि आउँछ सर। नियमावली बनिसके पछाडि त त्यो नियमावलीमा टेकेर हामी काम गर्न सक्छौँ नि त। नियमअनुसार सरकारलाई कर तिरेर, सरकारलाई ट्याक्स तिरेर यो राइड सेयरिङ पनि गर्न सक्छौँ र उहाँहरूलाई पनि एक प्रकारको व्यवस्था चाहिँ यो विषयमा इफ तपाईँहरूलाई कालो नम्बर प्लेटमा रातो नम्बर प्लेटमा आउन चाहनुहुन्छ भने वेलकम छ त। तपाईँ आफ्नो कालो नम्बर प्लेट चेन्ज गरेर रातो नम्बर प्लेटमा आउनुहोस् न। सरकारले दिएको मापदण्ड नै होला नि त। त्यो पनि मैले रातो नम्बर प्लेट उहाँहरूले पनि चलाउनु पाउनु होला नि त। हामीले नचलाउनुहोस् त भनेको होइन नि त। कालो नम्बर प्लेटको केसमा बरु मैले म आज सपोज मानिलिनुहोस् म आज ट्याक्सी चलाउन चाहन्छु, मैले एउटा ट्याक्सीको निश्चित सवारीको त्यो ट्याक्सी सवारीको निश्चित मूल्य तिरेर सरकारलाई ट्याक्स तिरेर भन्सार तिरेर आउँदै गर्दाखेरि मैले यहाँ चलाउन पाउँछु कि पाउँदैन तपाईँले एकपटक रिसर्च गरिदिनुहोस्, एकपटक एनालाइसिस गरिदिनुहोस्। मैले आज यहाँ ल्याएर मैले ट्याक्सी चलाउन चाहेँ भने मैले यो नानाभाँती के रुट कर, रोड ट्याक्स, यो चाहिँ कसलाई र किन अधिकतम शुल्कहरू मैले बुझाउनु पर्छ। हामीले चाह्यौँ होइन, यो कसले गर्यो? यसमा जिम्मेवार त राज्य हुँदैन, यसको जिम्मेवार ट्याक्सी जिम्मेवार होला। कुनै न कुनै एङ्गलबाट यातायात व्यवसायहरू जिम्मेवार होला।
यातायात व्यवसायले भन्न सक्नु पर्यो नि त यो रुटको मूल्यहरू किन लिनु पर्यो भनेर यातायात व्यवसायले त्यो कुरामा तपाईँहरूले जायज माग उठाउनुहोस् न, हाम्रो पनि साथ समर्थन रहन्छ। तपाईँले भाडा समायोजन कुराहरू हामी पनि मान्छौँ, तर हरेक पटक राइड सेयरिङ मात्रै आँखाको तारो त पक्कै पनि होइन होला नि त तपाईँहरूको। तपाईँहरूले गरेर खान पाउँदै गर्दाखेरि आज यत्रो लाखौँ बेरोजगार युवाहरूले पनि त गरेर खान पाउनुपर्छ होला नि त। अहिले इनड्राइभ र पठाओ चल्तीमा छन्, तिनीहरू को हुन्, कहाँबाट आएका हुन्, खास पैसा कहाँ जान्छ भन्ने कुरा सम्भवतः तपाईँहरूलाई पनि थाहा छैन, तर तिनीहरूको लागि तपाईँहरू लडिरहनु भएको छ। अहिलेको माहौलमा त्यही देखियो, त्यस्तै भइरहेको छ। हामीलाई पनि अहिले यो फिल भइरहेको छ कि एउटा एप्लिकेसन उनीहरू त अगाडि कतै आउँदैनन्, कतै पनि आएको छैन। उनीहरू जसले पैसा कमाइरहेछ, जसले बसी पैसा कमाइरहेछ, जसलाई तपाईँहरूले पैसा कमाइदिइरहनु भएको छ, पैसा आफूले मेहनत गरेर लगानी गरेर दुःख गरेर पैसा पठाइदिनु भएको छ, एक हिसाबले भन्यो भने त सित्तैमै पैसा पठाइदिनु भएको छ। तर उनीहरूले कतै हामी हौ हामीलाई चाहिन्छ भनेर हिँड्नु पनि परेको छैन, उनीहरूले हाम्रो आवाज यो छ भन्नु पनि परेको छैन। सबै काम चाहिँ कम्पनी र राइडर्स मिलेर गर्नुपर्ने ठाउँमा राइडर्सले मात्रै गरिरहेको छ क्या। यहाँ पोखरामा चाहिँ राइडर्सहरूले सबै यो आन्दोलन गरेर अहिलेसम्म चाहिँ नियमावली ल्याउने काम त हामीले गरेको हो नि त, कुनै पनि कम्पनी आएको होइन नि त। त्यस कारणले यो कम्पनीहरू कुन ठाउँबाट कसरी आयो, एउटा देश चाहिँ बसालिदियो, त्यही इनड्राइभ पठाउ चलाएर चाहिँ यहाँ राइडर्स बने, बानी पारिदियो। राइडर्स चाहिँ बने, बानी पारेपछि उसले कमाइरहेछ। अब यसले कमाउनु पाउनु पर्यो, हामीलाई बानी पारिदियो यसले कमाउनु पाउनु पर्यो भनेर कहीँ पनि नदेखिकन अप्रत्यक्ष रूपमा उनले कमाइरहेका छन्। अब नियमावली ल्याएपछि यो कम्पनीलाई के गर्ने त भनेर सरकारले एउटा नियमावली ल्याउँछ, त्यही नियमावली अनुसार चाहिँ हिँड्न सक्यो भने त्यो एप्सहरू यहाँ चल्छ। अब त्यो नियमावली अनुसार हिँड्न सकेनन् भने आफै जान्छ। राइडरहरूको काँधमा टेकेर तपाईँहरूले पैसा कमाउँदै गर्दाखेरि तपाईँहरूले पनि सोचिदिनुहोस् राइडरहरूको लागि र नेपाल सरकारको मातहतमा रहेर अहिलेको कार्यविधिलाई टेकेर र त्यो नियमावलीभित्र रहेर कम्पनी दर्ता गरिदिनुहोस्, त्यो नियमभित्र बाँधेर आइदिनुहोस्। होइन भने जसरी आज राइड सेयरिङ व्यवस्था बसाउँदा राइडरहरूको यो सङ्घर्ष छ, त्यसरी नै भोलि इनड्राइभ र पठाएको अप्सनल रूपमा विकल्प खोज्नका लागि पनि हामीले राइडरहरूले चाहिँ त्यो अवस्था सिर्जना गर्न सक्छौँ। इलिगलको ट्यागबाट मुक्त हुने भयौँ, हामी अब लिगल हुने भयो र छाती फुकाएर हामी चाहिँ स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छौँ भनेर हरेक राइडर्सहरूले भन्न पाउने भए भनेर एउटा खालको गदगद थियो। तर सरकार घुँडा टेक्यो, 4-5 दिनमै सरकार औकातमा आइहाल्यो, यातायात व्यवसायले पछाडिदिए। अब के छ त तपाईँहरूको प्रतिक्रिया? होइन यस्तो छ, सरकार मैले भने नि सरकार हाम्रो पनि अभिभावक हो, यातायात व्यवसायको पनि अभिभावक हो, पक्कै पनि यति धेरै पक्षपाती पक्कै पनि बन्दैन होला सरकार। अहिले होला भलै केन्द्रीय सरकारले कुनै सीमित सिन्डिकेटधारीहरूको पक्षपोषण गरेर आज यो कार्यविधि ब्याक हटाउँदै गर्दाखेरि सरकारले सोच्न जरुरत छ, या त यी लाखौँ बेरोजगार राइडरहरूको रोजगारीको सुनिश्चितता गरिदियोस्, होइन भने इफ भोलिको दिनमा यी लाखौँ बेरोजगारी युवाहरूलाई व्यवस्था गरेर नजरअन्दाज गरेको खण्डमा या त सरकारले भन्न सक्नु पर्यो अप्सन भनेको हामीसँग रहेको अप्सन भनेको अब देश छोड्ने। अन्तिममा 1 महिनापछि अब के हुनेवाला छ? अब यो 1 महिनामा खास केही हुनेवाला त देखिन्न। अहिले सङ्घीय सरकारले तत्कालको लागि अब यहाँ यातायात व्यवसायीहरूले गाडी ग्यारेजमा थन्काइदिएपछि त देशमा महाभारत भइहाल्यो। अब तत्काललाई के गर्ने त भनेर तत्कालको लागि समाधान खोजेको हो। यो त दीर्घकालीन समाधान हुँदै होइन। अब 1 महिनापछि यातायात व्यवसायीहरू हुन्छ हामी नियमावली मान्छौँ, हुन्छ राइड सेयरलाई चाहिँ यसरी नै वैधता दिउँ भनेर मान्नेवाला छैनन्। अब सरकारले जबरजस्ती गर्यो भने फेरि गाडी थन्क्याउँछन्, गाडी थन्क्याएपछि तपाईँहरूले फेरि लुट्न थाल्नुहुन्छ, अनि फेरि सरकार घुँडा टेक्न थाल्छ, फेरि रिपिट हुँदैछ 1 महिनापछि। यो के हुन्छ 1 महिनापछि? होइन एक्ज्याक्टली त्यही कुरा जोड्न खोजेको। या त जो लुटेराहरू जो निक्लिन्छन्, जसको शक्ति त्यसको भक्ति गरेर लुट्न पाउनुपर्छ भन्ने अर्थले होइन, जे चलिरहेको छ चल्न दिउँ भन्ने अर्थले जान्छ सरकार भने पनि इट्स ओके। हामीले हाम्रो क्षेत्रबाट व्यवस्थित गरौँ भनेर लागि परेको कुरालाई सरकारले नकार्छ भने हामी एक्सेप्ट गर्छौँ, केही छैन। सरकार हाम्रो पनि अभिभावक होला, त्यो यातायात व्यवसायिक पनि अभिभावक होला। थोरै हदसम्म अहिलेको केसमा सरकार भयो भने बाइक थन्क्याउनुहुन्छ? बाइक थन्काइँदैन। जे जसरी अहिले चलिरहेको छ त्यसरी चल्छ। समात्नेहरू समातिएलान्, कानुनको भागीदार होलान्, भोलि इलिगल हुन्छ यसरी नै चल्छ। यसरी नै चल्ला। सरकारले यदि हामीलाई पक्षपाती ढङ्गबाटै हेर्छ भने हिजो यथावत रूपमा जे जस्तो तरिकाले चलिरहेको थियो त्यसरी नै त्यसरी नै चलाइन्छ। होइन भने सरकारले निश्चित मापदण्ड ल्याइदियोस्, एउटा कार्यविधि ल्याइदियोस्, नियमन गरिदियोस्। यी लाखौँ बेरोजगार युवाहरूको अन्तिम अप्सन भनेको या त जे जसरी चलिरहेको थियो हिजो यथावत रूपमा त्यसरी नै चलिरहेको छ, होइन त्योबाट बन्देज हुन्छ भने यी लाखौँ युवाहरूले देश छोड्नुभन्दा अरू अप्सन केही पनि छैन होला नि त हामीसँग।